हेलो गाइस, यो चाहिँ हामीले घरमै एकदम इजी तरिकाले बनाएर खान सक्ने चिकन बर्गर अनि फ्रेन्च फ्राई त हजुरहरूलाई थाहा छँदैछ। बर्गरको साथी हो त्यो चाहिँ। तर हामीले चाहिँ फ्रेन्च फ्राईको साटो मुस्ताङ आलु राखेका छौँ आज चाहिँ होइन। यो चाहिँ चिकन बर्गर, यसमा केही चाहिँदैन, एकदम इजी भेजेसहरू र चिकन किमा भए पुगि नै हाल्छ। अनि अर्को घरमा बनाएर खान सक्ने भनेको हामीले हटडग बच्चालाई खाजा हटडग बनाएर दिनुभयो हुन्छ। अब हामीले ससेस राखे पनि भयो, नराखे पनि भयो। हटडगमा चाहिँ हेल्दी खान मन छ भने चाहिँ भेजेस राखेर खान सक्नुभयो तपाईँहरूले। चिकन खान मन छ भने ससेस राख्दा भयो होइन। मलाई चाहिँ ससेस राखेर नि ठिक लाग्छ। एकचोटि ट्राई गर्नु होला आफूले घरमा प्लिज।